यसो अब यही हो। हिँड्नु सकुन्जेल हिँड्नु पर्यो, नसकेपछि थन्को लागिहालिन्छ बोधै। के गर्नु, कस्तो गर्मी हौ गाईहरू। धान पनि अब त हुने बेलामा हुन आँटेको छ त छिटो। सुखदेवले कुदायो बाइक स्कुटी खतरा कुदाउँदो रहेछ त। सरसफाइ गर्नुभएको बोजू? उठाल्नु भएको रहेछ कि। ए हजुर। के भयो? दिन पनि धुम्मा छ तर पनि गर्मी चाहिँ भइरहेको छ। अहिले त यतातिर अगाडिको रुखपाततिर पात छाडेर पुरा भएको रहेछ। अहिले नै आएको कुदाउँछ कि साइकल चलाउनेलाई आइहाल्ला नि। त्यतिकै भएको छ हाम्रो यही हो अपराधी त। न पहिला भन्दा त राम्रो भएको रहेछ। खोला मान्छे लिएको छ तर हाम्रो त्यति राम्रो छ भने राम्रो डाक्टर सुनिल कुमार शर्माले जिउबाट खै बाउ आउँदैन त नि। यही हो कम्ती लामो छ त यहीँबाट त हामीले अनि
कता हुनुहुन्छ कता हुनुहुन्छ हजुरकोतिर यसो अब कति रमाइलोको चामलिङ होटल जाउँ भनेर आज चाहिँ हामी नमस्कार आज चाहिँ घर नजिकै आउनु पर्यो भनेर हजुर आज हामी सबैजना परिवार यसो आएको लु जाउँ हामी कटेजतिर बाबा होइन नानी घुम्नु त पर्यो त फुल छ ओहो धेरै राम्रो रहेछ नि त अहिले त यहाँ त मलाई यो घर त अस्तितिर आउँदा त याद गरेको छैन बन्दै रहेछ मजाले है जे होस् यता पनि हो कोठाहरू यता पनि बन्ने हो होला यो नजिकै छ कि खोलाहरू पनि अनि हरियाली बोटबिरुवाहरू के अरे अब यहाँ स्टेप बाई स्टेप भएर यस्तो मजा अहिले मैले यहाँ आउँदाखेरि काठमाडौँमा आए जत्तिकै भइरहेको छ है अस्ति म बौद्धामा सेक्वा खानु गएको थिएँ यस्तै छ बौद्धामा सेम रहेछ स्टेप बाई स्टेप हजुर जाडो महिनामा चाहिँ ठिक रहेछ है गर्मीमा त त्यस्तै हो जाडो महिनामा चाहिँ बहुत राम्रो मन्दिर जस्तै छ नि राम्रो के यो त अब पुरै कोरियामा र चाइनामा भएको घर हो कोरिया र चाइनामा यो अनि के हामीलाई एउटा पिज्जा ल्याइदिनु होइन फुल हाउस खोलेको रहेछ रमाइलोमा म त बसिरहेको थिएँ सब्जी किनेर बाहिर बाटोमा दोकानमा अनि त्यो एउटा भाइले पो तानेर जबरजस्ती एडभर्टाइज गर्नु लगाएर गरिदिएको होइन चिसो खाने साइड अनि अहिले त्यो उसमा खाएपछि अनि कहाँबाट नाच्नु यो त मान्दैन यो त फलफुलको मात्रै मान्दैन अङ्गुरको रस त्यतिखेर चाहिँ मिठो छ नाम थाहा छ अरे अहिलेसम्म नाम त थाहा छ जहाँ गयो नि त ठुलो हुन्छ पनि सरलाई नमस्ते गर्नुपर्छ तल फेरि पढाउन आउनुहुन्छ मेरो नाम थाहा पो रहेछ थाहा छैन होला भनेको त बिर्सियो होला भने मेरो आखीको नाम पनि गुरबहादुर तामाङ हो र बहादुर दुईटै आँखेको नाम पनि थाहा छ बहादुर भयो हो बहादुर हो यसलाई चाहिँ हटाइदिउँ कि ठाउँ उब्रिन्छ यो चाहिँ बर्गर एउटा यहाँ ठिक गर लु पिज्जा खाऊ आइदिनु भने यहीँबाट खाने सबैजना एउटा झिक्का खाऊँ न होइन क्या बर्गर क्या अहिले चाहिँ आउँछ नि मेरो घर बुझ्दै त्यो साह्रो छैन अर्को त्यो अस्ति नै पानीमा कति भुइँमा उठ्यो तलै खेतमा हेर्नु त उठ्यो रुख कटर भुइँमै देखि जस्तो पो लाग्छ त मलाई त हो होला हौ ए त्यहाँ तल आउनुहुन्छ नि दोकानमा त्यहाँ हाम्रो फुपूकोमा ए यहाँ हो घर
पुग्नु भयो बनाउने